हेलो गाइज गुड मर्निङ। ल आज चाहिँ हाम्रो यो नुवाकोटको पिकनिकको चाहिँ लागि हामी सबै रेडी भएको छौँ है। मैले गाडीमा सबै सामानहरू अट्ने जति चाहिँ हालेँ। अब त्यसपछि यहाँ चाहिँ बाँकी छ। युग चाहिँ आज पिकनिक हो भन। पिकनिकमा आज जाने दिउँसो भन। यस दिउँसो जाने ज्याकेट लगाएर आनुपर्छ। अलिक चिसो छ है त। ल बाबु गइसक्यो ल अब गाइज है त। सी गाइज हाम्रो अब पिकनिकको सुरुवात हुँदैछ। यहाँ आलु तास्ने काम। यहाँ चाहिँ हाम्रो चना पुरै भुटिँदैछ है। चना अन्डा आलु खानुलाई हाम्रो दाइ आज हाम्रोको चाहिँ दाइले प्याज काट्दै हुनुहुन्छ। चिया बनाउने हाम्रो चिया टोली छ। नमस्ते है सबैलाई नमस्ते। गोलभेडाको के हो यो बनला के हो? गोलभेडा ग्रेभी होइन त। आजको हाम्रो यो डालस खाने सेफ हो। हाम्रो त भिनानी हुनुहुन्छ है। ठिक छ ब्रेकफास्ट सर्भ हुँदैछ। ग्रेभी रेडी भएछ। यहाँ तपाईँको लोकल काउली चाहिँ उसिनेर रेडी छ। तपाईँको चाहिँ यहाँ खसी झ्याप्पै दुईवटा खसी यहाँ चाहिँ ढलेछ। हाम्रो आजको सेफ हो। तर बुढा चाहिँ भेज सेफ हुनु है। आलु सालु काटेर रेडी हुँदैछ। मान्छेहरू जम्मा हुँदै हुनुहुन्छ है। ल भिडियो खिचिदिनु पऱ्यो हाम्रो सेफको आजको। फेरि हाम्रो त्यहाँ मकैको लागि रेडी हुँदैछ। त्यसपछि गएर पिरो आलु। यता चाहिँ हाम्रो यो के बन्दैछ यहाँ चाहिँ आलु काउली होइन त। आलु काउली हो यताको यो बन्दै नै छ है। चाहिँ यहाँ के पाक्दैछ ब्रदर? हाम्रो मकै होइन त। मकैलाई पुरै उसिनेर अब यसलाई चाहिँ रोस्ट गरेर यो भेजको लागि यता चाहिँ आलु रेडी हुँदैछ। यो चाहिँ यसो हाम्रो ब्रदर ल आउनु त। ठिक छ ल हाम्रो आजको सेफ ब्रदर। ए नाची हो। नाची पकाउने। हाम्रो साथीहरू आज धेरै लास्ट इयर भन्दा धेरै हेल्पफुल साथीहरू फेला पारे मलाई अलि सजिलो भयो बनाउनलाई होइन। देवेन्द्र सरले हामीलाई धेरै आइटम बन्दैन। पानी धेरै झरेर छोडिदिनु त्यसलाई। ल यो हुँदैछ है गाइस। मान्छेहरूको उपस्थिति बढ्दैछ अहिले बढ्दैछ। हाम्रो भास्कर आइपुग्यो यसलाई गाइस। ल यो चाहिँ आलु काउलीको तरकारी अलमोस्ट रेडी टु गो है। बेस्ट देखिया छ। यो काँचै खायो नि केही नहुनेवाला हो। पिकनिकमा आइसक्यो। बालु जुस दिन भएको छ। लिउला जुस लिउ। यहाँ चाहिँ आइसकेको छ है त। अब यो चाहिँ हाम्रो काउली आलु एकदम बेस्ट छ। यो चाहिँ तपाईँको अहिलेसम्म तपाईँले नदेख्नु भएको जस्तो मिठो देखिएको छ। क्रन्ची के अरे काउली है। क्रन्ची काउली चाइनिज भन्छ यो क्रन्ची। ओहो यो खसी त यार हेर्नै पर्ने छैन यार। यस्तो मिठो देखिएको छ यार। हेर्दैमा मिठो देखिएको छ यार। किन हो यस्तो? मलाई चाहिँ पुगेन। अब चाहिँ रेडी भयो गाइस। अब मटन चाहिँ रेडी भयो। अब बेस्ट देख्छ। उहाँहरू बिच चाहिँ एक आपसमा परिचय होस् भन्ने उद्देश्यले हामीले 2 वर्ष अगाडिदेखि यो कार्यक्रम सुरु गरेको। जतिजना सहभागी हुनुभएको छ तपाईँहरू सबैजनालाई जो आइरहनु भएको छ सबैजनालाई धन्यवाद। आगामी दिनमा पनि हुने यस्तै खालको कार्यक्रममा तपाईँहरू निरन्तर सहभागिता भइरहोस्। केही गर्दाखेरि केही भाउ पुग्दाखेरि केही पुग्दाखेरि हामीले यहाँबाट चाहिँ सामान्य रूपमा भए पनि केही सहयोग गर्न सकियोस् भन्ने हिसाबले हामीले संस्थागत रूपमा चाहिँ पनि यसलाई चाहिँ दर्ता गरेका छैनौँ। तर पनि एउटा लुज नेटवर्कको रूपमा यसलाई चाहिँ अगाडि एउटा सामाजिक सञ्जालमै भए पनि यसलाई एक्टिभ रूपमा हामीले अगाडि बढाइरहेका छौँ। तपाईँहरूको साथ सहयोग सदा चाहिँ रहिरहोस्। यो वर्षको पिकनिकमा पनि तपाईँहरू इन्जोय गर्नु होला। केही भयो भने केही समस्या पऱ्यो भने यति भन्दै यहाँ चाहिँ हाम्रो के भन्दैछ काका? आलु बडी तामा। आलु बडी तामाले अनि के हो अरे एउटा दोरी पनि जानु पऱ्यो यसमा ल त। कलिलो तामालाई सोधरामालाई। ओके कलिलो तामालाई सोधरामालाई। ल हाम्रो चाहिँ अब यो चिकन बार्बिक्यू यो चाहिँ तपाईँ घरमै मेरिनेट गरेको एकदमै बेस्ट बार्बिक्यू छ। यो चाहिँ हेर्दैमा खाम लाग्ने छ है त। सोधा नि एकचोटि के भन्दाखेरि
आलु फ्राई हुँदैछ बच्चाहरूको लागि। रमाइलो छ पिकनिकको माहौल। यो जिरा राइस बन्दैछ, त्यसपछि आजको हाम्रो खाना रेडी हुन्छ है। तामा है, तामा है, तामा आलु बोडी तामा, आलु बोडी तामा। ल हामीले यहाँ यो टेक्ससमा बस्ने नेपालमा आउनु बाबाआमाहरूलाई सित्तैमा उपचार होस् भन्दा चाहिँ हिमालयन हेल्थले हामीले चाहिँ यो फ्री क्लिनिक चलाएका छौँ। यहाँको नर्सिङ कोअर्डिनेटर हुनुहुन्छ आर्यन कमला अधिकारी। पिकनिकमा चाहिँ मेरो छोराको जन्मदिन परेको हुँदा म यतै व्यस्त हुने कारणले गर्दा छोराको जन्मदिनको केक यहीँ काट्न गइरहेको छु। यहाँहरू सबैजना एकचोटि आएर मेरो सानो छोरालाई शुभ आशीर्वाद दिनु हुन हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू। ल ल ल भेज खाना, नन भेजको लाइन, नन भेजको लाइन। हातबाट ल्याउनु लाग्यो। हो कस्तो लागिरहेछ त? एकदम टेस्टी छ। हाम्रो हेड सेफ यहाँ हुनुहुन्छ रामजी भट्ट, नुवाकोटकै हुनुहुन्छ उहाँ पनि। युवराज भट्ट हुनुहुन्छ। उहाँ पनि यता हाम्रो जोय साहब हुनुहुन्छ नुवाकोटको। नुवाकोटै हो कि के हो? नुवाकोटे नै हो। हो ल ठिक छ। भर्खर भर्खर जग्गा किनेर भयो कि पहिलेदेखि रहिथाने हो? होइन पहिलादेखि नै हो। पहिलेदेखि हो। ल ठिक छ। This is the first prize, this is the second prize. Which one you like? Okay, you can have it. Alright, here's the first prize. Congratulations! यो चाहिँ तातो आलु खेल्ने प्रोग्रामको लागि। देवेन्द्र गजरेल, युवराज भट्ट, हाम्रो आशिष मिश्र, रजनीश